युवाहरूको लागि गफ मात्रै गरे काम गरेनन्। अब ऋषि धमला तपाईहरुको सामु आयो काम गर्न, तपाईहरुको एजेन्डा बोल्न, युवाहरूको एजेन्डालाई सम्बोधन गर्न। त्यसैले हाम्रो देशमा आज तपाईहरुको महत्त्वपूर्ण सोनाम लोसारको अवसरमा शुभकामना दिँदा यो चाडबाडको कुरा गरिरहँदा, नयाँ वर्षको कुरा गरिरहँदा नेपाल भनेको बहुजाति बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो। नेपाललाई नेपालीको खुशी र समृद्धि विकास आज हामी सबैको एजेन्डा हो। रौतरबाट एउटा अभियान आज सुरु गरौँ। लोसार पर्वको अवसरमा तपाईहरु सबैलाई थाहा छ हामीले के गर्ने। सोनाम लोसारको अवसरमा आज के घोषणा गरौँ ल भन्नुस्। आज तपाईहरुले के चाहनु भएको छ? युवाहरू भन्नुस् तपाईहरुको एजेन्डा के छ? भ्रष्टाचारीलाई कारबाही हो कि होइन? देशमा सुशासन हो कि होइन? तपाईहरुलाई रोजगारी हो कि होइन? तपाईहरु अब विदेश जान पर्दैन, अब स्वदेशमै रोजगारी हो कि होइन? युवाहरूको एजेन्डा के हो? विकास हो। तपाईहरुको लागि छ नि के गर्न पर्छ म हाम्रो साथीहरुसँग सल्लाह गर्छु।